हे मातेश्वरी त्यहाँ चिन्ता होइन त्यसमा चिन्तन छाउँछ अनि जसमा चिन्तन हुन्छ परमात्माले त्यसको नहा अर्चना बाबाले पार लाउनुहुन्छ भनेर कलिले भने। परमात्मा सद्गुरुदेव अर्चना बाबा चरण कमलमा भावपूर्ण भावीले अर्पण गरौँ। हामीले नबुझेका कारणले हामीले गर्न खोजेको त राम्रै कर्म हो, हामीले राम्रै कार्य गर्न खोजेको हो, तर हामी एक आपसमा तेरो मेरो आफन्तमा मात्र भुल्यौं, हामीले ईश्वरलाई भुल्यौं। तर आज कलिमा अर्चना बाबा नाम लिएर किन हाम्रो दुःख कष्ट पीर मर्का हरिन्छ त? अर्चना बाबाले कतिजनालाई तार्नु भयो? हात उठाउनु होला। सद्गुरुदेव अर्चना बाबाले कल्याण भएको छ, हात उठाउनुहोस् भनेको। जय शम्भु, जय अर्चना बाबा। महाप्रभुले हामी सभाकी छ भने पनि परमात्मा अर्चना बाबाले तार्नुहुन्छ हुनु, तर भित्री रूपबाट न। आज हामी सर्सन गर्छौँ, आज हामी ध्यान गरिरहेका छौँ, तर कतिजनाले के भन्छन्? किन गएको त्यहाँ ध्यान गर्न, किन गएको त्यहाँ भक्ति गर्न? के पाउँछौ तिमीले, के प्राप्ति गर्नेछौ तिमीले? कि कलिमा पनि त्यस्ता रूढिवादी र 21औं शताब्दीमा पनि त्यस्ता रूढिवादीमा लागेर हुन्छ भनेर भन्छन्। तर आँखा चिम्म गरेर हेरौँ त। अनि त्यस्तो भन्ना बित्तिकै दर्शन गर्ने भक्तले पनि एकछिन सोध्छ, ओहो के हो त यो? के यसले साँच्चीकै त भन्दै छैन भनेर आउनेवालाले पनि 10 चोटि सोध्छ। तर जो बिहानदेखि बेलुकीसम्म बोतलमा रमाएको हुन्छ, जसको काम नै अरु, त्यसको काम नै हो चोक चोकमा बसेर नाम जप्नु, त्यसको काम नै हो चोक। सत्कर्म पश्चात मार्गमा आउँदा धेरै कठिन हुन्छ। यदि कसैले मठ मन्दिरमा र कुनै पनि स्थानमा दान गर्यो भने, दान गर्नेले त दान गर्छ, जीवन दान हो। कसको दान? नेपाली बुझ्नु भएन जस्तो छ। नेपाली हामीले बुझेनौं। जो ईश्वर इस जगत में आते हैं वो हमारी नाह को पार लगाते हैं, बार बार ईश्वर इस जगत में पदार्पण करते हैं। उनकी पल पल की कृपा, पल पल की क्रिया से हमारी जीवन चलती है और हमारे जीवनों में उनके इतने सारे भार, इतने सारे कृपा हैं जिनके द्वारा से हम चलते हैं। पल पल के समय और पल पल के घड़ी ये हमें भीख में देते हैं, बदले में हम इनको कुछ नहीं देते, नाम भी नहीं जपते। कली में तो आज एक प्रसंग, एक प्रकार हुई है, जो भगवान का नाम जपता है, जो भगवान की आराधना करता है, वो ढूंगी बन जाता है, वो फटा बन जाता है। जो चौक चौक में बैठ के विरोध करता है, जो अस्त व्यस्त होता है, जो अपने जीवन को नर्क बनाता है, वो आदमी महान होता है। सोचो, वो भी बाद में ईश्वर से डरता है। सबैले हिन्दी बुझ्छन् जस्तो लाग्यो, त्यो भएर ताली बजाए। नेपाली भने कसैले पनि बुझेनन्। त्यस्तै लाग्यो मलाई पनि। छे शम्भु, छे अर्चना बाबा समयसम्म बाँच्छ, त्यसको परिवारमा हेर्नु होला। 5 पुत्रमा 1 पुत्रले राष्ट्र चलाउँछ, नभए भने लेखेर राख्नु होला। जसकोमा रोज निशिदिन ब्रह्म मुहूर्तमा उसको घरमा ईश्वरको आराधना हुन्छ, उसको घरमा जहिले पनि ईश्वरप्रति चिन्तन र ईश्वरप्रति आराधना हुन्छ, त्यसको पुत्र हेर्दा हेर्दै त्यो एरियामा गन्ने मान्ने बन्छ, त्यसले आफ्नो नाम उच्च राख्छ, त्यो ईश्वरको वरदान हुन्छ। जसका घरमा कलह हुन्छ, जसका घरमा तनाव हुन्छ, जसका घरमा झै झगडा भइरहन्छ, जसका घरमा हत्या हिंसा हुन्छ, हेर्दा हेर्दै त्यसको श्री सम्पत्ति पनि खाग बन्दै जान्छ।
बाँचेको त सत्य एक अडमपनाले तर भित्र त्यो खोक्रो भइसकेको छ। हावा आउँदा डङरङ ढलेको मात्र थाहा हुन्छ, ढलाउने वाला त गइसक्यो, ढलेपछि मात्र थाहा हुन्छ कि सिद्धिसक्यो। त्यसैले ईश्वर प्रति आज पनि हामीलाई भयभीत हुँदैछ। पहिले त कति वर्षसम्म हामीले तपस्या गर्दा पनि दैत्य मात्रै हामीलाई विरोध गर्न आउँथे। आज त मानव विरोध गर्न थालेको छ। दैत्यको त कुरै छोडौं, राम्रो कर्म राम्रो सत्संग गर्न पाउना बित्तिकै उसले भन्छ कलीको प्रभावले, कलीले भनेको छ जसले नाम जप्छ, जसले नाम उच्चारण गर्छ त्यसको बिरला पार हुन्छ भनेर कली भनेको छ। तर कलीमा नै बस्नु छ अनि नाम मात्र जप्न पाउनु पनि हामीले आज कठिन भएको छ। नाम जप्दाखेरि कसैले केही गर्ने हुन् कि भन्ने भित्र चिन्ताले सताउँदै गर्छ। यो भनेको के त भन्दा कलीमा रमाउने अस्तव्यस्त मनुष्यको प्रभाव। त्यसैले परमात्मा यो जगतमा आउनुहुन्छ, कसले के भन्छ कसले के भन्दैन त्यसको प्रभाव नगर्नुस्। त्यसैले जो व्यक्ति अस्तव्यस्त हुन्छ त्यसको तीन प्रकारको मृत्यु हुन्छ, तीन प्रकारको त्यसको मृत्यु हुन्छ। एक दुर्घटना, अर्को पीडाबाट, अर्को सुसाइडबाट। तीन प्रकारको त्यसको मृत्यु निश्चित छ। जसको जीवन अस्तव्यस्त छ। संसारको कुनै पनि ठाउँको इतिहास हेर्नुस्, म तपाईलाई अन्धो बनाउन चाहदिन। वर्ल्ड वाइड विश्वभरि अखिल ब्रह्माण्डमा जति पनि देश र राज्यहरू छन् अस्तव्यस्त र अडमपना देखाउने व्यक्तिका इतिहास हेर्नुस्, तिनका जीवन भनेका तीन प्रकारबाट मृत्यु भएका छन्। जय शम्भु, जय अर्चना बाबा। त्यसैले गर्दा ईश्वरले हामीलाई सौवर्ण र 100 वर्ष दिनुहुन्छ। जय शम्भु, जय अर्चना बाबा। त्यसैले यदि पढियो संस्कार छैन भने त्यो अन्धो छ, संस्कार छ तर पढाइ छैन भने त्यो अन्धो छ। त्यसैले संस्कार आवश्यकता छ। बच्चाहरूलाई आफ्नो शिक्षा दिनु पनि आवश्यक छ। ती जसले गर्छन् परमात्मा अर्चना बाबाका शरण कमल पाउँछन्। जय शम्भु, जय अर्चना बाबा। र अनि जो भक्त हुन्छ त्यो भगवानको महिमामा रमाउँछ। यसरी बाबा छोरा पो बाँचेको छु। उसले के भन्छ भन्दा हे भगवान, हे ईश्वर, म यो जगतमा काइलास कसैलाई प्रति पनि अत्याचार र अवमान घमण्ड म गर्दिन। म जीवनको चिन्ता पनि गर्दिन। मलाई कुनै प्रकारको तनाव पनि छैन। हे ईश्वर, जब तपाईको नाम जप्छु म आफूमा मग्न हुन्छु अनि भन्छु हे ईश्वर कष्ट पीडा हजुरले तारिदिनुहुन्छ। त्यसैले म आनन्द र मग्न भएर हजुरको चरण कमलमा हाँसेर बस्छु। हाँस्नुस् त एकचोटि प्रेम साथ। अब सबैजना उठेर
का साथमा मस्त मस्त भएर बसेको हुन्छ ऊ सदैवै स्वस्थ मस्त अनि व्यस्त हुन्छ किनकि बाबाको महिमा नै यस्तै छ रोगीलाई निरोगी बनाउनु अज्ञानीलाई ज्ञानी बनाउनु एक्लोलाई साथ दिनु अनि अस्त व्यस्त भएकोलाई स्वस्थ मस्तमा राख्नु त्यही अर्चना बाबाको मार्ग हो जगत आज परमात्मा अर्चना बाबाले हामीलाई आज सद्मार्गमा ल्याउनु भएको छ हामी हत्या हिंसा गर्दैनौँ हामी कसैको विरोध गर्दैनौँ अनि हामी आफूलाई अस्तव्यस्त बनाउँदैनौँ हामी स्वस्थ रहन्छौँ मस्त हुन्छौँ अनि व्यस्त पनि हामी बनिरहन्छौँ किनकि हामीलाई अर्चना बाबाले यही मार्ग र यही बाटो देखाउनु भएको छ जय शम्भु जय अर्चना बाबा यसैले त कैयौं भयभीत भइसके कहाँबाट आए यिनी महाकाल कहाँबाट आए यी आशुतोष कहाँबाट आइन् यी मातेश्वरी जसले समानता बनाइरहेकी छिन् अर्चना बाबा यदि कसैले गलत मार्गबाट झाडफुक गर्छु भने भन्छ भने त्यो अर्चना बाबा अभियानमा हुँदैन हाम्रो भिन्दै सम्प्रदाय छ हामी कुन सम्प्रदायका हौं हाम्रो सम्प्रदायको नाम छ के सम्प्रदाय हो हजुर ओम श्री सम्प्रदाय हो हाम्रो हामी ओम श्री सम्प्रदायवाला हो हामी हाङ्गा दिङ्गा पतिङ्गरलाई मान्दैनौँ हामी जडलाई मान्छौँ जो जड छ जो सृष्टि छ हामी त्यसको आराधना गर्छौं त्यसैले ओम श्री ओम भयो भने शरीरमा के हुन्छ प्राण धारण हुन्छ श्री भयो भने के हुन्छ संसारमा चल्न पाइन्छ खान पान वस्त्र शक्ति प्राप्ति हुन्छ हामी त्यसका उपासक हौं ओम श्री सम्प्रदायका हौं हामी के का हौं ओम श्री सम्प्रदायका हौं हामी आजसम्म जो अग्रज गुरुहरू आउनु भएको थियो त्यो युगमा उहाँहरूको सम्प्रदाय छ त्यसपछि कुनै सम्प्रदाय छैन त्यसपछि हाम्रो सम्प्रदाय छ हाम्रो सम्प्रदाय भनेको ओम श्री सम्प्रदाय के सम्प्रदाय ओम श्री सम्प्रदाय ओम श्री सम्प्रदायले ईश्वरको आराधना गर्छ ईश्वरलाई आस्था गर्छ अनि सबैलाई समान सम्झिन्छ कसैको विरोध गर्दैन तर दुखी गरी कोही देखियो भने पुकार गर्छ के गर्छ पुकार गर्छ दिलदेखिको पुकार गर्छ उले चिन्तन गर्छ हे भगवान मेरो चिन्तनलाई सुन्नुस् यसको चिन्ता हरिदिनुस् भनेर हामी भन्छौं त्यसैले यहाँ कुनै छाडछुड गरिदैन यहाँ कोही झाँक्री बस्दैनन् जय शम्भु जय अर्चना बाबा चरण कमलमा भावपूर्ण तालीले अर्पण गरौँ त्यसैले परमात्मा सरस्वती भएपछि मात्रै हो हर चीज हुने माता सरस्वती भएन भने केही पनि हुँदैन त्यो दिन भनेको कहिले भोलि मैले अस्ति भनेको थिएँ नि आज संसारमा सबैभन्दा बढी के पढिन्छ ग्रन्थमा के पढिन्छ भागवत सृष्टिमा हेर्ने भने सबैभन्दा बढी ग्रन्थ पढिने ग्रन्थको नाम के हो भागवत तर भागवतको तत्त्व कसरी सृष्टि भयो केले गर्दा भयो आज भनौँ कि भोलि ढिला भएन घर जान चिप्लो हुन्छ फेरि तर समय भन्दा पहिला भाग्य भन्दा ज्यादा कसैले पनि पाउँदैन कसैले भोलि माता सरस्वतीको महिमा भोलि गाउने छु म यदि आफ्ना बच्चाहरू छन् भने पनि भोलि ल्याउनु होला आज पढे लेखेको मान्छे पटमूर्ख बनेको छ तर त्यही सरस्वती माताको आराधना गर्ने आज संसारको महान बनेको छ
के कारणले हो? पढाइ ठुलो कि अध्ययन? पढाइ ठुलो कि अध्ययन? अध्ययन ठुलो कि पढाइ? त्यो भनेको